أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। कहिले सोच्नु भएको छ कुरानको सबैभन्दा लामो र सायद सबैभन्दा महत्त्वपूर्ण अध्याय कुन होला? त्यो हो सूरा अल बकरा। यसलाई त कुरानको मेरुदण्ड नै भनिन्छ। आज हामी यसको विशाल संरचना र यसभित्र लुकेका गहिरा सन्देशहरूको बारेमा कुरा गर्नेछौँ। ल सुरु गरौँ है त। सबैभन्दा पहिले यसको आकारको कुरा गरौँ। सूरा अल बकरामा जम्मी 286 आयतहरू छन्। हो, 286। यसले यसलाई कुरानको सबैभन्दा लामो अध्याय बनाउँछ र यो लम्बाइले नै संकेत गर्छ कि यसभित्र कति धेरै विषयवस्तु र कति गहिरो महत्त्व लुकेको छ। यो अध्यायको सुरुवात नै एकदमै शक्तिशाली घोषणाबाट हुन्छ। यसको दोस्रो आयतले नै यसको उद्देश्य स्पष्ट पारिदिन्छ। यो त्यो किताब हो जसमा कुनै शङ्का छैन र यो उनीहरूका लागि मार्गदर्शन हो जो ईश्वरप्रति सचेत रहन्छन्। मतलब सुरुमै एउटा बलियो आधार स्थापित गरिदिएको छ। आजको हाम्रो यो यात्रामा हामी सुरुमा यसको भव्य सुरुवातबारे कुरा गर्नेछौँ। त्यसपछि विश्वास र शङ्काका विभिन्न चित्रहरू हेर्नेछौँ अनि हामी अगमवक्ताहरूका कथाहरू, समाजको लागि कस्तो रूपरेखा छ र त्यो महान सिंहासन आयतबारे पनि चर्चा गर्नेछौँ र अन्त्यमा मार्गदर्शनको लागि गरिएको एउटा प्रार्थनामा पुग्नेछौँ। त्यसो भए हाम्रो यात्राको पहिलो खण्डमा जाउँ, भव्य सुरुवात। यहाँ हामी यो अध्यायको नामको पछाडि के महत्त्व छ र यसले सुरुमै कस्तो उद्देश्य राखेको छ भन्ने बारे बुझ्ने कोसिस गर्नेछौँ। अचम्म लाग्न सक्छ, तर अल बकराको शाब्दिक अर्थ हुन्छ गाई। अब प्रश्न उठ्छ, यो नाम किन राखियो होला? खासमा यो नाम अध्यायभित्रकै एउटा शक्तिशाली कथाबाट आएको हो जहाँ अगमवक्ता मूसाका मानिसहरूलाई एउटा गाईको बलिदान दिन आदेश दिएको थियो। तर यो केवल एउटा कथा मात्रै थिएन, यो त ईश्वरीय आदेशप्रतिको विश्वास र आज्ञाकारिताको एउटा गहिरो परीक्षा थियो। अब नामको कुरापछि यो अध्यायले सुरुमै के गर्छ भने यसले मार्गदर्शनप्रति मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भनेर 3 फरक समूहमा विभाजन गर्छ। यो एक किसिमको मनोवैज्ञानिक चित्र हो जसले विश्वास र शङ्काको प्रकृतिलाई छर्लङ्ग पार्छ। हेर्नुहोस्, यहाँ मानिसहरूलाई 3 स्पष्ट श्रेणीमा बाँडिएको छ। पहिलो, दृढ विश्वासीहरू। दोस्रो, मार्गदर्शनलाई ठाडै अस्वीकार गर्नेहरू। र तेस्रो, जो सबैभन्दा जटिल छन्, कपटीहरू, जो बाहिर विश्वास देखाउँछन् तर भित्र शङ्का लुकाउँछन्। यो सूची मात्र होइन, यो मानव स्वभावको एउटा गहिरो विश्लेषण हो। यसले के देखाउँछ भने विश्वास भनेको बाहिरी काम मात्र होइन, भित्री इमान्दारी पनि हो। मानिसको स्वभावको विश्लेषणपछि अब यो अध्याय हामीलाई कथाहरूको संसारमा लैजान्छ। तर सूरा अल बकराले ऐतिहासिक घटनाहरूलाई केवल कथाको रूपमा मात्रै प्रस्तुत गर्दैन, बरु ती घटनाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउने उदाहरणको रूपमा प्रस्तुत गर्दछ। यो अध्यायले हामीलाई प्रमुख अगमवक्ताहरूको यात्रामा लैजान्छ। जस्तै आदमको कथाले हामीलाई पश्चातापको महत्त्व सिकाउँछ, इब्राहिमको कथाले विश्वास र समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ र मूसाको कथाले चाहिँ एउटा समुदायको सङ्घर्ष र ईश्वरीय कानुनसँगको उनीहरूको सम्बन्धलाई विस्तारमा देखाउँछ। यी कथाहरूमध्ये पनि विशेष गरी मूसा र इजरायलका सन्तानहरूको कथामा धेरै जोड दिएको छ। यो कथाले एउटा समुदायले कस्ता चुनौतीहरू सामना गर्नुपर्छ, ईश्वरीय वाचाको के महत्त्व हुन्छ र कानुनप्रति उनीहरूको प्रतिक्रिया कस्तो रह्यो भन्ने कुरालाई एकदमै विस्तृत रूपमा वर्णन गर्छ। ल, ऐतिहासिक कथाहरूबाट पाठ सिकिसकेपछि अब सूराले आफ्नो ध्यान व्यावहारिक मार्गदर्शनतर्फ मोड्छ। यो खण्डले एउटा समुदायलाई कसरी चलाउने भन्ने बारे एउटा विस्तृत खाका नै प्रस्तुत गर्दछ, जुन प्रारम्भिक मुस्लिम समाजको लागि आधार बनेको थियो। यो अध्याय व्यक्तिगत विश्वासको बारेमा मात्र होइन, यो त एउटा समाज निर्माण गर्ने निर्देशिका जस्तै हो। यसले प्रार्थना र उपवास जस्ता धार्मिक अभ्यासहरूलाई दान, पारिवारिक कानुन, आर्थिक कारोबार र यहाँसम्म कि युद्धका नियमहरूसँग पनि जोड्छ। यसले जीवनको हरेक पक्षलाई समेटेर एउटा पूर्ण प्रणालीको आधार तयार पार्छ। अब हामी यो अध्यायको शिखरमा पुग्दैछौँ, मतलब एउटा यस्तो आयत जसलाई कुरानको मुटु नै मानिन्छ। यसले यो अध्यायको धार्मिक र आध्यात्मिक गहिराईलाई साँच्चै अद्भुत रूपमा देखाउँछ। हो, त्यो हो आयत नम्बर 255, जसलाई आयत अल कुर्सी वा सिंहासन आयत भनिन्छ।
मुस्लिमहरूले यसलाई अत्यधिक सम्मान गर्छन् किनभने यो ईश्वरको असीम शक्ति, उहाँको ज्ञान र यो ब्रह्माण्डमाथिको उहाँको पूर्ण नियन्त्रणको एक भव्य र सुन्दर वर्णन हो। यो आयातका शब्दहरूमा नै ईश्वरको महानताको गहिरो अनुभूति लुकेको छ। यसले घोषणा गर्छ कि उहाँ सधैँ जीवित र सचेत हुनुहुन्छ र यो सम्पूर्ण ब्रह्माण्डको व्यवस्थापन गर्नु उहाँको लागि कुनै बोझ होइन। यो ईश्वरको प्रकृतिबारे गरिएको एक अत्यन्तै शक्तिशाली कथन हो। यति धेरै मार्गदर्शन, इतिहास र कानून प्रस्तुत गरिसकेपछि सोच्नुहोस् त यो विशाल अध्याय कसरी समाप्त हुन्छ होला। यो एक सुन्दर र एकदमै विनम्र प्रार्थनाका साथ समाप्त हुन्छ। अन्तिम आयतहरूमा मानिसले ईश्वरसँग शक्ति, क्षमा र दयाको लागि प्रार्थना गर्दछ। यो समापनले के स्वीकार गर्छ भने मानिस कमजोर छ र उसलाई ईश्वरको कृपा चाहिन्छ। यो सम्पूर्ण अध्यायको सन्देशको एक उत्तम सारांश हो। र अन्तमा एउटा गहिरो प्रश्नमा आएर हामी टुङ्गिन्छौँ। इतिहास, कानून र धार्मिक सत्यहरूको यो शक्तिशाली मिश्रणले आज विश्वभरका 1 अर्ब भन्दा बढी मानिसहरूको जीवन, उनीहरूको समुदाय र उनीहरूको विश्व दृष्टिकोणलाई कसरी निरन्तर आकार दिइरहेको छ। सायद यही प्रश्न नै सूरा अल बकराको स्थायी सान्दर्भिकताको सबैभन्दा ठूलो प्रमाण। आज हामीसँग भएको स्रोत अलि फरक छ। यो कुनै रिपोर्ट वा लेख होइन, अन्तर्वार्ता पनि होइन। यो त भनौँ न एउटा सुन्ने अनुभव हो। हामीले अल कुरान रिसाइटिङ भन्ने युट्युब च्यानलबाट एउटा भिडियो लिएका छौँ। शीर्षक छ सूरा अल बकरा फुल फास्ट रिसाइटिङ। यो कुरानको सबैभन्दा लामो अध्याय सूरा अल बकराको पूरा पाठ हो, त्यो पनि एकदमै छिटो गतिमा। आजको हाम्रो प्रयोग के हो भने हामी यसलाई भाषा नबुझ्ने व्यक्तिको रूपमा सुन्छौं। मतलब अरबीको एक शब्द पनि नबुझी केवल यसको ध्वनि, लय अनि संरचनाको आधारमा केही थाहा पाउन सकिन्छ। यो एउटा ध्वनि यात्रा जस्तै हो। हेरौं कहाँ पुगिन्छ। यो प्रयोग साँच्चै रमाइलो छ, किनभने अक्सर जब हामी कुनै धार्मिक ग्रन्थको कुरा गर्छौं, हामी तुरन्तै त्यसको अर्थ र व्याख्यामा हाम फाल्छौं। तर लाखौं मानिसहरूका लागि, विशेष गरी जो अरबी बोल्दैनन्, पहिलो अनुभव भनेको यही ध्वनि नै त हो। उनीहरूले यसलाई सुन्छन्, यसको लयमा डुब्छन्, त्यसैले अर्थलाई एकछिन पन्छाएर केवल ध्वनिको बनोटलाई केलाउनु भनेको त्यो अनुभवको मुटुमै पुग्नु हो नि। र इमान्दारीपूर्वक भन्नुपर्दा जब मैले यो 1.5 घण्टा लामो अडियो पहिलो पटक बजाएँ, मलाई त के भन्नु एकछिन त रिङ्गटा नै लाग्यो। यो ध्वनिको एउटा पर्खाल जस्तै थियो, शब्दहरूको निरन्तर वर्षा। त्यो स्वाभाविक हो। तर केही मिनेटपछि जब मेरो कान त्यो गतिमा अभ्यस्त भयो, मैले केही अनौठो महसुस गर्न थालेँ। यो केवल शब्दहरूको थुप्रो मात्र होइन रहेछ, यसको आफ्नो एउटा प्रणाली छ, एउटा प्रवाह छ। तपाईले त्यो फास्ट रिसाइटिङ अर्थात् द्रुत गतिको पाठ भन्ने कुरा समात्नुभयो। इस्लामिक परम्परामा कुरान पाठ गर्ने विधिलाई तिलावत भनिन्छ र यो केवल पढ्नु मात्र होइन, यो एउटा कला हो। यसको व्याकरणलाई तज्विद भनिन्छ, जसमा हरेक अक्षरको उच्चारण, स्वरको लम्बाइ, कहाँ रोकिने कहाँ जोड्ने भन्ने कडा नियम हुन्छ। त्यसो भए यो संगीतको नोट्स जस्तै भयो, हरेक ध्वनिको आफ्नो ठाउँ र अवधि तोकिएको। ठ्याक्कै। जस्तै तज्विदको नियम एकी विशिष्ट हुन्छ कि कुनै अक्षरपछि कुन अक्षर आउँछ भन्ने आधारमा त्यस अघिको स्वरलाई कति तन्काउने भन्ने पनि निर्धारण हुन्छ। सामान्य श्रोतालाई नियम थाहा नहुन सक्छ, तर उनीहरूले त्यो लयबद्ध उतार-चढाव महसुस गर्न सक्छन्। त्यसैले त यो सामान्य बोलीभन्दा फरक एक प्रकारको सम्मोहनकारी छाल जस्तो सुनिन्छ। अनि त्यो फास्ट रिसाइटिङ चाहिँ किन त? त्यो सामान्यतया गहिरो मननको लागि होइन। यो प्राय कुरान कण्ठ गरेकाहरूले आफ्नो स्मरणलाई ताजा राख्न वा छिटो पुनरावृत्ति गर्न प्रयोग गर्छन्, जसको उद्देश्य त्यस क्षणमा गहिरो चिन्तन गर्नु होइन, बरु मस्तिष्कमा जानकारीलाई तीव्र गतिमा सार्नु हो। अर्थ त पछि मनन गर्दा आउला। यो बुझेपछि मलाई त्यो ध्वनिको पर्खाल जस्तो लाग्न छोड्यो, बरु एउटा उद्देश्यमूलक अभ्यास जस्तो लाग्यो। जब म त्यो गतिसँग अभ्यस्त भयो, मैले त्यो ध्वनिको समुद्रमा केही चिनिने टापुहरू भेट्टाउन थाले। सबैभन्दा पहिले त पाठको सुरुवात एउटा वाक्यांशबाट हुन्छ, जुन धेरैले सुनेको हुनुपर्छ, बिस्मिल्लाही रहमानी रहिम। हो, यसको अर्थ हो अत्यन्त दयालु, परम दयालु अल्लाहको नाममा।
यो कुरानका लगभग सबै अध्यायहरूको सुरुमा आउँछ। यसलाई एउटा ध्वन्यात्मक प्रवेशद्वार भन्न सकिन्छ। यसले श्रोतालाई सङ्केत दिन्छ कि अब केही महत्त्वपूर्ण र पवित्र कुरा सुरु हुँदैछ। आफ्नो ध्यान केन्द्रित गर। यो एक किसिमको मानसिक तयारी हो। त्यो प्रवेशद्वार पार गरेपछि यहाँबाट साँच्चै रोचक कुरा सुरु भयो। मैले शब्दहरू त बुझिरहेको थिइनँ, तर केही नामहरू बारम्बार दोहोरिएको मैले स्पष्ट सुने। अल्लाह शब्द त छँदै थियो, तर त्यसबाहेक मुसा, इब्राहिम र विशेष गरी बनी इस्रायल भन्ने वाक्यांश यति धेरै पटक आयो कि ती शब्दहरू मेरो दिमागमा टाँसिए। यो त अनौठो रहेछ। अरबी नजाने पनि कथाका मुख्य पात्रहरू चिन्न सकिने। तपाईले एकदमै महत्त्वपूर्ण कुरा समात्नुभयो। यो अवलोकनले हाम्रो प्रयोगको सारलाई छुन्छ। मुसा मतलब मोजेस, इब्राहिम मतलब एब्राहिम र बनी इस्रायल भनेको इजरायलका सन्तान। यी नामहरू अन्य अब्राहमिक धर्महरूमा पनि परिचित छन्। हो नि त। त्यसैले यी नामहरूको पुनरावृत्तिले अरबी नबुझ्ने तर यी कथाहरूसँग परिचित श्रोताका लागि एउटा पुलको काम गर्छ। उनीहरूले तुरन्तै बुझ्छन्, यहाँ मोजेसको कथा चलिरहेको छ वा अब्राहमको प्रसङ्ग आयो। हो, यसलाई मैले सोनिक कार्टोग्राफी अर्थात् ध्वनि मानचित्रण जस्तो अनुभव गरे। म पुरै भूभाग मतलब पाठ देख्न सक्दिन थिएँ, तर यी दोहोरिने नामहरूले मलाई नक्सामा मुख्य मुख्य सहरहरू देखाए जस्तै भयो। म यी ध्वनिका आधारमा पाठको कुन खण्डमा छु भनेर अनुमान लगाउन सक्थेँ। यसले पुरै पाठलाई अपरिचित हुनबाट जोगायो। कति राम्रो उपमा, सोनिक कार्टोग्राफी हो। यी नामहरू ध्वनिका ल्यान्डमार्क हुन्। यसले के देखाउँछ भने पाठ केवल अमृत उपदेशहरूको सङ्ग्रह होइन, यो कथामा आधारित छ र कथाहरू पात्रहरू वरिपरि घुम्छन्। यी नामहरू सुनेर श्रोताले आफूलाई एउटा परिचित कथाको प्रवाहमा पाउँछ, चाहे भाषा जतिसुकै अपरिचित किन नहोस्। त्यही त। अब त्यो नक्सालाई पछ्याउँदै जाँदा मैले पाठमा स्पष्ट खण्डहरू वा भनौँ न मुभमेन्टहरू भएको पाएँ। पहिलो खण्डमा सुरुमै आदम र मले इकाह जस्ता शब्दहरू सुने जस्तो लाग्यो। मले इकाह भनेको स्वर्गदूतहरू हो। ओ, ठिक हो। यसले मलाई पाठको सुरुवात सृष्टिको कथाबाट भएको हो कि भन्ने आभास दियो। तपाईको अनुमान एकदम सही छ। सूरा अल बकराको सुरुवात मानव सृष्टिको कथाबाटै हुन्छ, जहाँ आदमको रचना र स्वर्गदूतहरूलाई उनलाई सम्मान गर्न लगाइएको प्रसङ्ग छ। यसले सम्पूर्ण मानव कथाको लागि एउटा मञ्च तयार गर्छ। यो एक किसिमको विश्वव्यापी सुरुवात हो। तर त्यो सुरुवात पछि पाठले एउटा नाटकीय मोड लियो। मुसा र बनी इस्रायल भन्ने नामहरूले पुरै ध्वनि परिदृश्यमा कब्जा जमाए। यो केही मिनटको लागि मात्र होइन, लामो समयसम्म चलिरह्यो। इमान्दारीपूर्वक भन्नुपर्दा मलाई आश्चर्य लाग्यो, इस्लामको केन्द्रीय ग्रन्थमा इजरायलका सन्तानहरूको कथालाई यति धेरै प्रमुखता किन दियो होला? बाहिरबाट हेर्दै अलि अनौठो लाग्न सक्छ। यो एउटा उत्कृष्ट प्रश्न हो। वास्तवमा बनी इस्रायलको कथा कुरानमा बारम्बार आउँछ र सूरा अल बकरामा यो सबैभन्दा विस्तृत छ। यसको गहिरो थियोलोजिकल मतलब धर्मशास्त्रीय कारण छ। यो कथालाई एक उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। कसरी एउटा समुदायलाई दैवीय मार्गदर्शन प्राप्त भयो, उनीहरूले के कस्ता सङ्घर्ष गरे, कस्ता गल्तीहरू गरे र कसरी उनीहरूलाई परीक्षामा पारियो। त्यही तपाईले फिराउन र अल बहर जस्ता शब्दहरू पनि सुन्नुहुन्छ। हो, सुनि। फिराउन त फाराओ भयो, अल बहर समुद्र। एकदम, जसले उनीहरूको दास्ताबाट मुक्तिको नाटकीय घटनालाई सङ्केत गर्छ। यो केवल एउटा जातिको इतिहास मात्र होइन, यो विश्वास, अवज्ञा, मुक्ति र जिम्मेवारीको विश्वव्यापी कथा हो। त्यसैले यो एउटा केस स्टडी जस्तो भयो। ध्वनिबाटै त्यो कथाको उतार चढाव महसुस गर्न सकिन्छ। मुसा शब्दको पुनरावृत्तिले एक प्रकारको निरन्तर सङ्घर्षको सङ्केत गर्छ भने फिरौन शब्दको ध्वनि अलि कठोर र आक्रामक सुनिन्छ। हो, अरबी भाषाको ध्वन्यात्मकतामा ध्यान दिने हो भने पात्र र घटना अनुसार शब्दहरूको ध्वनि गुणस्तर पनि फरक हुन्छ। त्यो कथाको खण्ड सकिन लाग्दा तपाईले पक्कै पनि कथाको प्रवाहमा अर्को परिवर्तन महसुस गर्नुभयो होला। हो, बिल्कुल। म मुसाको कथाको लयमा बगिरहेको थिएँ, अचानक ध्वनि नदीले बाटो बदल्यो। इब्राहिम र इस्माइलको नाम एउटा अर्को शब्दसँग जोडिएर आयो, अलबैत। अलबैतको अर्थ घर हो। घर
मैले यर्फाउ इब्राहिमुल कवाइद मिन लबैती व इस्माइल जस्तो वाक्यांश स्पष्ट सुने। त्यो क्षणमा मलाई लाग्यो, ओहो, कथाले मोड लियो, अब केही निर्माण हुँदैछ। त्यो ध्वनिबाटै थाहा भयो। त्यो वाक्यांशको अर्थ नै र जब इब्राहिम र इस्माइलले त्यो घर मतलब काबाको जग उठाइरहेका थिए भन्ने हो। तपाईले ध्वनिबाटै कथाको त्यो महत्त्वपूर्ण मोडलाई ठ्याक्कै चिन्नुभयो। यो पाठको संरचनामा एउटा ठूलो फड्को हो। कथा अब घुमन्ते जातिहरूको सङ्घर्षबाट एउटा स्थायी केन्द्रीय पूजास्थलको निर्माणतर्फ मोडिन्छ। यसले कथालाई एउटा भौगोलिक र आध्यात्मिक केन्द्रबिन्दु दिन्छ। आदमबाट सुरु भएको कथा बनी इस्राएलको लामो यात्रा हुँदै अब एउटा भौतिक संरचनामा केन्द्रित हुन आइपुग्छ। र त्यसपछि मैले सबैभन्दा नाटकीय परिवर्तन महसुस गरेँ। पाठको पछिल्लो खण्डमा कथा वाचनको शैली हरायो। अब कसैको बारेमा कुरा भइरहेको थिएन, बरु कसैलाई सिधै सम्बोधन गरिँदै थियो। या अय्युहल्लज़ीन आमनु, अर्थात् हे विश्वास गर्नेहरू भन्ने वाक्यांश बारम्बार आउन थाल्यो। यो आएपछि पाठको स्वर, गति र उद्देश्य नै बदलिएको जस्तो लाग्यो। यो अवलोकन एकदमै सटीक छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। कथाबाट निर्देशनतर्फको यो यात्राको अर्थ के हो? या अय्युहल्लज़ीन आमनु भन्ने वाक्यांश एक किसिमको आह्वान हो। यसले श्रोतालाई कथा सुन्ने मोडबाट निकालेर सक्रिय सहभागीको भूमिकामा ल्याउँछ। अब नियम र मार्गदर्शनको पालो आयो। तपाईले यो वाक्यांशपछि अश्याम, अलहज र सदकात जस्ता शब्दहरू पनि सुन्नुभयो होला। हो, सुने। अस्याम व्रत, अलहज तीर्थयात्रा, सदकात दान, यस्तै हो। ठिक। ती शब्दहरू कथाको भाग जस्ता लाग्दैनथे, बरु आदेश वा निर्देशन जस्ता सुनिन्थे। छोटा र बलिया थिए। यसले पाठको बनावटमा अर्को तह थप्यो। सुरुमा सृष्टि, त्यसपछि लामो ऐतिहासिक कथा, अनि एउटा केन्द्रीय संरचनाको निर्माण, र अन्त्यमा त्यो संरचना वरिपरि बस्ने समुदायका लागि जीवनशैलीको नियम। छ्याक्कै। तपाईले अनुवाद बिना नै केवल ध्वनि सुनेर सुरा अल बकराको पूरा संरचनात्मक खाका तयार पार्नुभयो। यसले के देखाउँछ भने यसको संरचना केवल बौद्धिक होइन, यो श्रुतिमधुर पनि छ। यसलाई सुन्ने मानिसले अर्थ नबुझे पनि एउटा तार्किक र भावनात्मक यात्रा अनुभव गर्छ। यो विश्वासको जग बसाल्ने, इतिहासबाट सिकाउने र अन्तमा व्यावहारिक जीवनमा मार्गदर्शन गर्ने एउटा पूर्ण प्याकेज हो। त्यसो भए हाम्रो यो सानो प्रयोगबाट के निष्कर्ष निस्क्यो त? यो स्रोत सूरा अल बकराको द्रुत पाठ केवल शब्दहरूको संग्रह होइन। यो एक शक्तिशाली र जटिल श्रव्य संरचना हो। यसको आफ्नै ध्वनि मानचित्र छ, जसले अनुवाद बिना पनि श्रोतालाई एउटा यात्रामा लैजान्छ। सुरुवातमा सृष्टि र आधारभूत विश्वासको जग, बीचमा अगमवक्ताहरूको सङ्घर्ष र सफलताको लामो कथा, र अन्त्यमा समुदायका लागि स्पष्ट र व्यावहारिक निर्देशनहरू। यो त ध्वनिबाटै एउटा सभ्यताको ब्लुप्रिन्ट केलाए जस्तो भयो। एकदम सही भन्नुभयो, ब्लुप्रिन्टै हो। र यदि हामी यसलाई ठूलो चित्रमा जोडेर हेर्छौं भने यसले कुनै पनि धर्मग्रन्थलाई त्यसको परम्परामा कसरी अनुभव गरिन्छ भनेर बुझ्न मद्दत गर्छ। यो केवल किताबमा छापेको अक्षर होइन, यो एउटा जीवित, सास फेर्ने ध्वनि हो, जसको लयले मनलाई शान्त पार्छ, जसको कथाले प्रेरणा दिन्छ र जसको निर्देशनले जीवनलाई मार्ग देखाउँछ। यो ध्वनिको संसारमा डुब्नु जस्तै हो, जहाँ हरेक उतार चढाव र पुनरावृत्तिले गहिरो अर्थ बोकेको हुन्छ। र यो सबै हामीले फास्ट रिसाइटिङ अर्थात् द्रुत गतिको पाठ सुनेर थाहा पायौं, जुन स्मरणका लागि प्रयोग हुँदो रहेछ। यसले मलाई अन्त्यमा एउटा प्रश्न सोध्न बाध्य बनाउँछ। हामीले त अडियो फ्ल्यासकार्ड जस्तो संस्करण सुन्यौं। यदि यसलाई बिस्तारै हरेक पदपछि रोकिँदै गहिरो मनन गर्ने शैलीमा पाठ गरिएको सुनेको भए हाम्रो अनुभव कस्तो हुन्थ्यो होला? शब्दहरू बीचको मौनतामा अरू कस्ता रहस्यहरू लुकेका हुन्थ्यो होलान्? सायद पाठको गतिले त्यसको बौद्धिक प्रभाव मात्र होइन, भावनात्मक र आध्यात्मिक प्रभावलाई पनि पुरै बदलिदिन्छ होला। यो साँच्चै सोच्नुपर्ने कुरा हो। द डिबेटमा स्वागत छ। आज हामी सूरा अल बकराको पाठमा रहेको एउटा गहिरो र भनौँ न आधारभूत द्वन्द्वबारे छलफल गर्दैछौँ। मानवको स्वतन्त्र इच्छा र ईश्वरीय पूर्वनियति। यो अध्याय कथाहरू र शिक्षाहरूले भरिएको छ, जसले एउटा केन्द्रीय प्रश्न खडा गर्छ। के यो पाठले
मूलतः मानिसलाई उसको छनौट र कर्मको लागि जिम्मेवार ठहराउँछ वा यसले यो कुरामा बढी जोड दिन्छ कि सबै कुरा अन्ततः ईश्वरको योजना, शक्ति र कृपा अनुसार नै हुन्छ। यो छलफलमा मेरो तर्क रहनेछ कि पाठको मुख्य सन्देश मानवीय जवाबदेहिता र कर्मको परिणाममा केन्द्रित छ। र म चाहिँ यो दृष्टिकोण प्रस्तुत गर्नेछु कि मानवीय कार्यहरू भए तापनि अन्तिम नियन्त्रण र सार्वभौमिकता त्यो त ईश्वरकै हातमा रहन्छ र पाठले यही सत्यलाई बारम्बार स्थापित गर्दछ। ठिक छ, सुरु गरौँ। मेरो विचारमा सुरा अल बकराले मानिसको के भन्छ भने स्वतन्त्र इच्छा र व्यक्तिगत जवाबदेहितालाई निकै स्पष्ट रूपमा प्रस्तुत गर्छ। यसको सबैभन्दा बलियो उदाहरण बनी इजरायल अर्थात् इजरायलका सन्तानहरूको कथा हो। उनीहरूलाई दिएका अवसरहरू र उनीहरूले गरेका चुनौतीहरूलाई हेरौँ न। उनीहरूले समुद्र 2 टुक्रा भएको देखे होइन, उनीहरूका लागि आकाशबाट मन्ना र सलवा जस्तो विशेष खाना आयो, उनीहरूलाई स्पष्ट मार्गदर्शन र नियमहरू दियो, तर यति हुँदाहुँदै पनि उनीहरूले बारम्बार अवज्ञा गर्ने बाटो रोजे। ती घटनाहरू महत्त्वपूर्ण छन् म मान्छु। हो, र ती घटनाहरूमा उनीहरूको छनौट एकदमै स्पष्ट देखिन्छ। जब मोसा पर्वतमा ईश्वरसँग कुरा गर्न गए, उनीहरूले जानी जानी सुनको बाछो बनाएर पूजा गर्न थाले। यो कुनै भूल थिएन, यो एउटा सचेत निर्णय थियो। उनीहरूले आकाशबाट आएको ईश्वरीय भोजनको सट्टामा दाल, प्याज र सागसब्जी जस्ता सांसारिक खानेकुरा मागे। यसले के देखाउँछ भने उनीहरूले कृतज्ञताभन्दा आफ्नो इच्छालाई प्राथमिकता दिए र अध्यायको अन्त्यतिर आएको एउटा वाक्यांशले यो सबै कुरालाई सारांशमा भन्छ जस्तो लाग्छ मलाई। हरेक व्यक्तिले जे कमायो त्यसको फल उसैलाई मिल्छ र जे गल्ती गर्यो त्यसको दण्ड पनि उसैले भोग्छ। यसले व्यक्तिगत जिम्मेवारीको सिद्धान्तलाई सिधा स्थापित गर्छ। तसर्थ पाठको मूल ध्येय मानिसलाई उसको छनौटहरूको लागि जिम्मेवार बनाउनु हो। तपाईले प्रस्तुत गर्नुभएको प्रमाण बलियो छ, तर मलाई लाग्छ यसले कथाको एउटा पाटो मात्र देखाउँछ। म यसलाई फरक दृष्टिकोणबाट हेर्छु। मानव छनौटको उपस्थिति भए तापनि सुरा अल बकराको मूल सन्देश ईश्वरीय सार्वभौमिकता र पूर्वनियतिको वरिपरि घुम्छ जस्तो मलाई लाग्छ। पाठको सुरुमै हेरौँ न, जहाँ अविश्वासीहरूको बारेमा भनिएको छ कि उनीहरूको हृदय र कानमा ईश्वरले छाप लगाइदिनु भएको छ, जसले गर्दा उनीहरूले विश्वास गर्दैनन्। यसले सिधै सङ्केत गर्छ कि विश्वास गर्ने वा नगर्ने क्षमता मानवीय प्रयासमा मात्र सीमित छैन, यो ईश्वरीय इच्छामाथि पनि निर्भर गर्दछ। तर के त्यो छाप उनीहरूको निरन्तर अवज्ञाको परिणाम होइन र? त्यो एउटा व्याख्या हुन सक्छ, हो, तर पाठले त्यसलाई ईश्वरीय कार्यको रूपमा प्रस्तुत गर्छ र यो एक्लो उदाहरण होइन। पाठमा बारम्बार दोहोरिएको छ ईश्वरले जसलाई चाहनुहुन्छ सोझो मार्गमा डोर्याउनुहुन्छ। यसले मार्गदर्शनलाई मानवीय प्रयासको फलको रूपमा होइन, ईश्वरीय वरदानको रूपमा देखाउँछ। अनि आदमको कथालाई हेरौँ, उहाँलाई क्षमा दिइयो, तर पश्चातापका शब्दहरू पनि त स्वयं ईश्वरबाटै सिकाइएको थियो। यसले देखाउँछ कि कृपाको सुरुवात पनि ईश्वरीय पक्षबाटै हुन्छ। त्यसैले म भन्छु कि मानवीय कार्यहरू महत्त्वपूर्ण छन्, तर ती सधैँ ईश्वरीय बृहत योजना र शक्तिको अधीनमा हुन्छन्। तपाईले क्षमाको कुरा उठाउनुभयो र मलाई लाग्छ त्यो एउटा महत्त्वपूर्ण बिन्दु हो, तर के पाठले यो देखाउँदैन र कि क्षमा पाउनका लागि मानवीय पहल अनिवार्य छ? सुनको बाछो पूजा गर्ने गल्तीपछि बनी इजरायललाई स्पष्ट रूपमा भनिएको थियो, आफ्नो सृष्टिकर्ता सामु पश्चाताप गर। यसको मतलब क्षमा त्यतिकै बस्दा पाउने उपहार होइन, यो त सक्रिय पश्चाताप र आफ्नो गल्ती सुधार्ने प्रयासको परिणाम हो। मानिसले आफ्नो गल्ती स्वीकार गरेर ईश्वरतर्फ फर्कनुपर्छ, त्यसपछि मात्र ईश्वरीय कृपा आउँछ। यो एकतर्फी प्रक्रिया होइन, यो त द्विपक्षीय हो। किनकि यो पहिलो मानवीय गल्ती र क्षमाको उदाहरण हो। उहाँले गल्ती गर्नुभयो, तर पाठले के भन्छ? र आदमले आफ्नो पालनाकर्ताबाट केही शब्दहरू सिके, तब ईश्वरले उनको पश्चाताप स्वीकार गर्नुभयो। यहाँ ध्यान दिनुपर्ने कुरा सिके भन्ने शब्दमा छ। पश्चाताप गर्ने तरिका, सही शब्दहरू, त्यो प्रेरणा पनि ईश्वरले नै दिनुभयो। यदि ईश्वरले ती शब्दहरू नसिकाउनु भएको भए के आदमले त्यसरी नै पश्चाताप गर्न सक्नुहुन्थ्यो होला? यो प्रश्न महत्त्वपूर्ण छ नि। यसले देखाउँछ कि पश्चाताप गर्ने क्षमता पनि ईश्वरीय कृपाकै एक अंश हो। ईश्वरको एउटा नाम अत्तवाब हो, जसको अर्थ बारम्बार क्षमा स्वीकार गर्ने हुन्छ। यो नामले नै ईश्वरको सक्रिय भूमिकालाई जोड दिन्छ, मानवीय कार्यलाई पूर्वशर्तको रूपमा होइन।
तपाईँको कुरामा दम छ कि प्रेरणा पनि ईश्वरबाटै आउँछ, तर त्यस प्रेरणामा मानिसले काम गर्नु पर्यो नि। शब्दहरू सिकाए तर पश्चाताप त आदमले नै गर्नुभयो नि। त्यो छुनौट उहाँको थियो। अब यही तर्कलाई अगाडि बढाउँदै मार्गदर्शन र भ्रमको बारेमा के भन्नुहुन्छ? पाठमा बारम्बार भनिएको छ कि केही मानिसहरूले जानी जानी सत्यलाई लुकाए। जस्तै एउटा पदमा भनिएको छ, र सत्यलाई असत्यसँग नमिसाऊ र जानी जानी सत्यलाई नलुकाऊ। यो जानी जानी भन्ने शब्दले उनीहरूको सचेत छुनौटलाई देखाउँछ। उनीहरूले ईश्वरसँग गरेको करार तोडे। यसले त स्पष्ट पार्छ कि मानिस पथभ्रष्ट हुनु उसको आफ्नै अहङ्कार र अवज्ञाको परिणाम हो, ईश्वरीय पूर्व नियतिको होइन। म मान्छु कि पाठले मानवीय अवज्ञाको निन्दा गर्छ, तर यसले अवस्थालाई त्योभन्दा अलि जटिल रूपमा प्रस्तुत गर्छ जस्तो लाग्छ। तपाईले उल्लेख गर्नुभएको पदहरू छन्, तर त्यस्ता पदहरू पनि छन् जसले भ्रमलाई ईश्वरीय कार्यसँग जोड्छन्। जस्तै एउटा उदाहरण दिएपछि भनिएको छ, यसद्वारा उहाँले धेरैलाई मार्गबाट विचलित गर्नुहुन्छ र धेरैलाई मार्गदर्शन गर्नुहुन्छ। यहाँ मार्गदर्शन र भ्रम दुवैको कर्ता ईश्वरलाई मानिएको छ। हो, त्यसपछि थपिएको छ र उहाँले केवल अवज्ञाकारीहरूलाई मात्र विचलित गर्नुहुन्छ। तर यसले एउटा जटिल प्रश्न खडा गर्छ, के मानिसको अवज्ञा पहिल्यै आउँछ र त्यसपछि ईश्वरले विचलित गर्नुहुन्छ, वा ईश्वरको विचलित गर्ने योजना अनुसार नै मानिसले अवज्ञा गर्छ? यो कुखुरा र अण्डा जस्तै प्रश्न हो, होइन र? फेरि त्यही अविश्वासीहरूको हृदयमा छाप लगाउने अवधारणामा फर्कौं। यदि ईश्वरले नै कसैको बुझ्ने र महसुस गर्ने क्षमतामा छाप लगाइदिनुहुन्छ भने उसको व्यक्तिगत छनौटको भूमिका कति रहन्छ र? यो प्रश्नलाई बेवास्ता गर्न मिल्दैन। यहाँनिर आएर कुरा साँच्चै जटिल बन्छ, तर मलाई लाग्छ यसको उत्तर पाठमा दिएका परीक्षाहरूमा लुकेको छ। तालुतको सेनाको कथालाई नै हेरौँ न। यो कथामा एउटा सानो सेना जालुतको विशाल सेनासँग लड्न जाँदैछ। बाटोमा एउटा नदी आउँछ र उनीहरूलाई आदेश दिइन्छ, जसले त्यसबाट पानी पिउँछ ऊ मेरो होइन, तर जसले एक अन्जुली मात्र पिउँछ ऊ मेरो हो। यो एउटा स्पष्ट परीक्षा थियो। यो तिर्खाको परीक्षा मात्र थिएन, यो अनुशासन र आज्ञाकारिताको परीक्षा थियो। यहाँ हरेक सिपाहीलाई आफ्नो स्वतन्त्र इच्छा प्रयोग गरेर आफ्नो विश्वास प्रमाणित गर्ने अवसर दिएको थियो। र धेरै जसो सिपाहीहरू त्यो परीक्षामा असफल भए, होइन त? हो, बिल्कुल। धेरैले पेटभरि पानी पिए र अगाडि बढ्ने हिम्मत हारे, तर जसले आज्ञा पालन गरे उनीहरू थोरै भए पनि सफल भए। यसले व्यक्तिगत कर्म र छनौटको महत्त्वलाई स्थापित गर्छ। तपाईको छनौटले तपाईको भाग्य निर्धारण गर्छ। जसले सही छनौट गरे उनीहरूले ईश्वरको पक्षमा रहने योग्यता कमाए। भएको छ। म मान्छु कि त्यो एक परीक्षा थियो र मानिसहरूले छनौट गरे। तर युद्धको अन्तिम परिणाम केमा निर्भर थियो? के त्यो थोरै संख्याका आज्ञाकारी सिपाहीहरूको बहादुरीमा थियो? होइन। पाठले स्पष्ट भन्छ, कतिपय साना समूहहरू ईश्वरको आज्ञाले ठूला समूहहरूमाथि विजयी भएका छन्। यहाँ निर्णायक तत्त्व ईश्वरको आज्ञा हो। विजय मानवीय प्रयास, संख्या वा आज्ञाकारिताले मात्र होइन, ईश्वरको सहायता र योजनाले प्राप्त भयो। यसले फेरि पनि ईश्वरीय सार्वभौमिकतालाई नै केन्द्रमा राख्छ। तालुतलाई राजा छान्ने बेलामा पनि त्यस्तै भएको थियो। मानिसहरूले उनको आर्थिक अवस्था कमजोर भएकोले प्रश्न उठाए, तर जवाफ आयो कि ईश्वरले नै उहाँलाई छान्नु भएको हो र उहाँले आफ्नो राज्य जसलाई चाहनुहुन्छ दिनुहुन्छ। हरेक महत्त्वपूर्ण मोडमा मानवीय तर्क र प्रयासभन्दा ईश्वरीय इच्छा नै माथि देखिन्छ। तर ईश्वरीय सहायता पाउनका लागि पनि त मानिसले आफूलाई योग्य बनाउनु पर्यो नि। ती थोरै सिपाहीहरूले आज्ञा पालन गरेर आफूलाई योग्य साबित गरे, त्यसपछि मात्र ईश्वरीय सहायता आयो। यो एउटा शर्त जस्तै हो। यदि सबैले अवज्ञा गरेको भए सायद परिणाम फरक हुन्थ्यो। यसलाई यसरी हेरौँ, जीवन एउटा परीक्षा हो जहाँ हामीलाई एउटा खाली उत्तर पुस्तिका दिइएको छ र हामीलाई जे लेख्न मन छ त्यो लेख्ने स्वतन्त्रता छ। हाम्रो अन्तिम नतिजा हामीले के लेख्छौँ भन्नेमा भर पर्छ। मलाई लाग्छ यो त्योभन्दा फरक छ। यो खाली उत्तर पुस्तिका जस्तो होइन, बरु थोप्लाहरू जोड्ने पजल जस्तो हो। अन्तिम चित्र पहिले निर्धारित छ। हाम्रो स्वतन्त्र इच्छा भनेको केवल ती थोप्लाहरू जोड्ने कार्य मात्र हो जुन पहिले नै त्यहाँ छन्।
हामीलाई लाग्छ कि हामी बाटो बनाइरहेका छौं, तर हामी केवल पहिले नै कोरिएको बाटोमा हिँडिरहेका हुन्छौं। तालुतको विजय पूर्व निर्धारित थियो। सिपाहीहरूको परीक्षा त्यो विजयसम्म पुग्ने एउटा प्रक्रिया मात्र थियो। यो छलफलको अन्त्यमा मेरो तर्क स्पष्ट छ। सुरा अल बकराले एउटा नैतिक संरचना प्रस्तुत गर्दछ जहाँ मानिसहरूलाई सही र गलतको स्पष्ट ज्ञान दिएको छ र छुनौटको स्वतन्त्रता पनि। उनीहरूले गर्ने निर्णयका आधारमा उनीहरूलाई जवाफदेही बनाइन्छ। बनी इजरायलका कथाहरू, उनीहरूले पाएका अवसरहरू, उनीहरूका गल्तीहरू र त्यसका नतिजाहरू जस्तै अपमान र ईश्वरको क्रोधको भागी बन्नु, यी सबैले व्यक्तिगत जिम्मेवारीको केन्द्रीयतालाई नै बारम्बार रेखाङ्कित गर्दछ। पाठको मूल सन्देश मानिसलाई उसको कर्मप्रति सचेत गराउनु र सही बाटो रोज्न प्रेरित गर्नु हो। र मेरो निष्कर्षमा यी सबै कथाहरूले एउटा बृहत्तर सत्यलाई चित्रण गर्दछ। मानवीय कमजोरी र त्यसको विपरीत ईश्वरीय सार्वभौमिकता। मानव छनौट एउटा वास्तविकता हो, तर त्यो सीमित छ। मार्गदर्शन, क्षमा, विजय र जीवनका अन्तिम परिणामहरू सर्वशक्तिमान ईश्वरकै हातमा रहन्छन्, जसको ज्ञान, योजना र शक्तिले सबै कुरालाई घेरेको छ। पाठले बारम्बार सम्झाउँछ कि ईश्वर सबै कुरामाथि शक्तिमान हुनुहुन्छ, जसले मानवीय क्षमताको सीमालाई स्पष्ट रूपमा सङ्केत गर्दछ। हामीले गर्ने छनौटहरू पनि उहाँको बृहत योजनाकै हिस्सा हुन्। यी दुई दृष्टिकोणहरूले वास्तवमा के देखाउँछ भने यो पाठ कति गहिरो र बहुआयामिक छ। यसले मानवीय जवाफदेहिता र ईश्वरीय सार्वभौमिकता दुवैलाई एकैसाथ प्रस्तुत गर्दछ र यी दुई अवधारणाहरूलाई सन्तुलनमा राख्ने प्रयास गर्दछ। हो, र यी दुई अवधारणाहरू बीचको यही तनावले नै यसको अर्थलाई यति गहिरो र भनौँ न सान्दर्भिक बनाउँछ। कुन पक्षलाई बढी जोड दिएको छ भन्ने कुरा पाठकको व्याख्या र दृष्टिकोणमा निर्भर रहन्छ, र यो विषय यस स्रोत सामग्रीमा थप अन्वेषणका लागि सधैँ खुला छ। आज हामी अल कुरान रिसाइटिङ च्यानलको एउटा युट्युब भिडियो हेर्दैछौँ। यसमा सुरा अल बकाराको एकदमै द्रुत तिलावत छ। हो, र भिडियोले आफ्नो उद्देश्य त पूरा गरेको छ, तर आजको हाम्रो छलफल चाहिँ यसलाई एउटा राम्रो तिलावतबाट एक अविस्मरणीय आध्यात्मिक अनुभवमा कसरी पुर्याउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछ। त्यसो भए पहिलो कुराबाटै सुरु गरौँ। भिडियोको गति। ठ्याक्कै पहिलो विषय नै यही हो। भिडियोको तीव्र गतिले सबै श्रोताको आवश्यकता पूरा नगर्न सक्छ, जसले गर्दा यसको पहुँच अलिकति सीमित हुन सक्छ। हो नि, शीर्षक द्रुत तिलावत छ र अडियोको क्वालिटी पनि एकदमै राम्रो छ। तर सुन्दाखेरि मलाई के लाग्यो भने यो गति साँच्चै कसका लागि हो? एकदमै सही प्रश्न। मेरो विचारमा यो गति कुरान कण्ठ गरिसकेका हाफिजहरूका लागि त सायद एकदमै उपयुक्त छ। हो, जो छिटोभन्दा छिटो पुनरावलोकन गर्न चाहन्छन् उहाँहरूका लागि हो। तर त्यो समूह बाहेक अरू श्रोताहरूको बारेमा सोच्ने हो भने कुरा अलि फरक देखिन्छ, होइन र? त्यही त, म आफैले सुन्दा तिलावतको त्यो लय र माधुर्य महसुस गर्न खोजिरहेकी थिएँ, तर शब्दहरू यति छिटो बगे कि मैले ध्यानै केन्द्रित गर्न सकिनँ। ए हो। अनि त्यसले मलाई सोच्न बाध्य बनायो कि यो तिलावतसँगै पढ्न खोज्ने वा भर्खरै अरबी सिक्न थालेका व्यक्तिहरूका लागि हो त? सायद होइन। तपाईँले समस्याको जड समात्नुभयो। अहिलेको यो एक गति सबैका लागि भन्ने जुन दृष्टिकोण छ नि, त्यसले श्रोताहरूको विविधतालाई समेट्न सकेको छैन। जस्तै अब सोच्नुस् न, 3 फरक व्यक्तिले यो भिडियो खोले। पहिलो, एक हाफिज जो यात्रामा छन् र छिटो रिभिजन गर्न चाहन्छन्, उनका लागि यो उत्तम भयो। ठिक छ। दोस्रो, एक विद्यार्थी जो कुरान कण्ठ गर्ने प्रयासमा छन्, यो गति त उनका लागि निकै चुनौतीपूर्ण हुन्छ, उनी निराश पनि हुन सक्छन्। हो, एकदमै। अनि तेस्रो, एक गैर अरबी भाषी जो कुरानको तिलावत सुनेर शान्ति महसुस गर्न चाहन्छन्, यो गतिले उनलाई शान्तिको सट्टा अलिकति हतारको अनुभूति गराउन सक्छ। भनेपछि यो कमजोरी भन्दा पनि एउटा सीमितता भयो। यसलाई समाधान गर्न के गर्न सकिन्छ त? के यो भिडियो नै परिवर्तन गर्नुपर्छ? पर्दैन। यो भिडियो आफैमा मूल्यवान छ, यसलाई हटाउनु पर्दैन। बरु यसलाई एउटा श्रृङ्खलाको पहिलो भागको रूपमा हेर्न सकिन्छ। समाधान भनेको विभिन्न गतिका संस्करणहरू सृजना गर्नु हो। तपाईले यही तिलावतलाई 3 फरक गतिमा रेकर्ड गरेर 3वटा भिडियो बनाउन सक्नुहुन्छ। जस्तै एउटा ढिलो, एउटा मध्यम अनि यो छिटो। ठ्याक्कै।
पहिलो पुनरावलोकनका लागि द्रुत गति जुन अहिले छँदैछ, दोस्रो सँगै पढ्नका लागि सामान्य गति र तेस्रो कण्ठ गर्नका लागि ढिलो गति। यो त साँच्चै राम्रो सोच हो। यसले त च्यानललाई एउटा पुस्तकालय जस्तो बनाउँछ जहाँ सबैले आफ्नो लागि केही न केही भेटाउँछन्। हो नि। तर के यो सृजनाकर्ताका लागि धेरै काम हुँदैन र? 3वटा भिडियो बनाउनु भनेको त 3 गुणा मेहनत हो। तपाईको चिन्ता जायज छ, तर तत्कालको लागि एउटा सजिलो उपाय पनि छ। के हो त्यो? युट्युबको प्लेब्याक स्पिड सेटिङमा जानुहोस् र यसलाई 0.75x मा सेट गर्नुहोस्। ए, त्यो त एकदमै सजिलो र तत्काल गर्न सकिने कुरा भयो। हो, यो सानो जानकारीले पनि धेरै श्रोतालाई मद्दत गर्छ अनि भविष्यको लागि चाहिँ च्यानलमा गति अनुसार छुट्टा-छुट्टै प्लेलिस्टहरू बनाउन सकिन्छ। स्लो रेसिटेशन्स, नर्मल स्पिड, हो यस्तै। हो, स्लो रेसिटेशन्स फर मेमोराइजेसन, फास्ट रेसिटेशन्स फर रिभिजन। यसले च्यानललाई व्यवस्थित मात्र बनाउँदैन, श्रोतालाई आफ्नो आवश्यकता अनुसारको सामग्री खोज्न पनि धेरै सजिलो बनाउँछ। ठिक हो, गतिको कुरा त भयो, तर मानौ कसैले 0.75x मा गति मिलाएर सँगै पढ्न खोज्यो रे, तर स्क्रिनमा त एउटा स्थिर तस्विर मात्रै छ। तिलावत कहाँ पुग्यो भनेर कसरी थाहा पाउने? उलाई त फेरि अर्को समस्या आउँछ होला नि। ठ्याक्कै। तपाईले हाम्रो दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण विश्लेषणको विषयमा ल्याउनुभयो। ए हो। हो, भिडियोको प्रस्तुतिमा केवल अडियोमा ध्यान केन्द्रित गरिएको छ, जसले गर्दा युट्युबको भिजुअल माध्यमको पूर्ण फाइदा उठाउन सकिएको छैन। ओ, अहिले त यो भिडियो हेर्नु र एउटा MP3 फाइल सुन्नुमा केही फरकै छैन जस्तो लाग्छ। त्यही त, युट्युब त एउटा भिजुअल प्लेटफर्म हो। मानिसहरू यहाँ केही हेर्न आउँछन्, केवल सुन्न मात्रै होइन। जब भिजुअल पक्ष शून्य हुन्छ, तपाईले श्रोताको एउटा ठूलो इन्द्रियलाई व्यवस्था गरिरहनु भएको हुन्छ। हो नि, यसले अनुभवलाई एकदमै निष्क्रिय बनाउँछ। तपाईले अडियो बजाएर छोड्नुहुन्छ, तर त्यहाँ कुनै अन्तर्क्रिया नै हुँदैन। यदि तिलावत भइरहेको आयात स्क्रिनमा देखिने हो भने श्रोता एक निष्क्रिय श्रोताबाट सक्रिय सहभागीमा परिणत हुन्छ। आँखा र कान दुवै एकै ठाउँमा केन्द्रित हुन्छन्। तपाईले सक्रिय सहभागी शब्द प्रयोग गर्नुभयो, जुन एकदमै सही छ। अरबी पाठ र अनुवाद जस्ता भिजुअल तत्त्वहरू थपेर श्रोताको संलग्नता र बुझाइलाई गहिरो बनाउन सकिन्छ। यसको लागि सबैभन्दा प्रभावकारी उपाय के होला त? सबैभन्दा प्रभावकारी उपाय भनेको तिलावत भइरहेको अरबी आयातलाई स्क्रिनमा देखाउने र त्यसलाई एउटा सूक्ष्म हाइलाइटरले पछ्याउँदै जाने हो। ए, त्यो त कति धेरै च्यानलहरूले गर्छन् नि, हैन? हो, र त्यो एकदमै प्रभावकारी छ। त्यसले श्रोतालाई कहाँ पुगियो भनेर थाहा पाउन मात्र मद्दत गर्दैन, उनीहरूको ध्यानलाई पनि डोर्याउँछ। अरबी सिक्दै गरेकाहरूका लागि त यो वरदान नै हुन्छ। तर एउटा कुरा नि, तिलावत जस्तो आध्यात्मिक सामग्रीमा धेरै भिजुअल तत्त्वहरू थप्दा ध्यान भङ्ग हुँदैन र? कतिपय मानिसहरू त आँखा चिम्लेर केवल सुनेर शान्ति महसुस गर्न रुचाउँछन्। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यहाँ डिजाइनको भूमिका आउँछ। उद्देश्य श्रोताको ध्यान खिच्नु होइन, बरु उनीहरूको ध्यानलाई मार्गदर्शन गर्नु हो। भनेपछि भिजुअलहरू एकदमै सटल हुनु पर्यो। अरबी क्यालिग्राफी प्रयोग गर्ने, हाइलाइटर पनि आँखा नबिजाउने हल्का रङको हुनुपर्छ। अनि पृष्ठभूमि नि, त्यो स्थिर तस्बिरको सट्टा केही अरू राख्न सकिन्छ? सकिन्छ। पृष्ठभूमिमा ध्यान भङ्ग नगर्ने प्राकृतिक दृश्यहरू, जस्तै बिस्तारै बगिरहेको नदी वा आकाशमा तैरिरहेका बादलहरूका छोटा क्लिपहरू राख्न सकिन्छ। यसले भिडियोलाई हेर्नमा पनि आकर्षक बनाउँछ। र अनुवादको बारेमा के भन्नुहुन्छ? धेरै श्रोताहरू अरबी नबुझ्ने पनि त हुन सक्छन्। त्यो अर्को ठूलो अवसर हो। विभिन्न भाषामा जस्तै अङ्ग्रेजी, उर्दू वा नेपालीमा अनुवादलाई सबटाइटलको रूपमा राख्न सकिन्छ, जसलाई उनीहरूले आफ्नो इच्छाअनुसार अन अफ गर्न सक्छन्। हो, यसले भिडियोको पहुँचलाई स्थानीय समुदायबाट विश्वव्यापी बनाउँछ। अब तपाईको भिडियो केवल एक तिलावत रहेन, यो कुरानको सन्देश बुझ्ने एउटा माध्यम बन्यो। वाह, यो त साँच्चै ठूलो परिवर्तन हुने भयो। हो, अब कल्पना गर्नुहोस् तपाईसँग सही गतिमा बजिरहेको स्क्रिनमा सुन्दर अरबी पाठ र अनुवाद देखाइरहेको भिडियो छ। अनुभव धेरै गुणा राम्रो भइसक्यो। हो, तर हामी सुरा अल बकाराको कुरा गर्दैछौँ, जुन लगभग 1.5 घण्टा लामो छ। अब कुनै श्रोताले हिजो सुनेको कुनै एउटा विशेष आयत आज फेरि सुन्न चाहेमा उसले के गर्छ होला? हो, यो त ठूलो समस्या हो। 1.5 घण्टा लामो भिडियोमा एउटा सानो अंश खोज्नु भनेको त परालको थुप्रोमा सियो खोज्नु जस्तै हो।
मैले आफै आयत अल कुर्सी खोज्ने प्रयास गरेँ र 5 मिनट जति भिडियोको टाइमलाइनमा यताउता स्क्रोल गरेपछि हार खाएँ। निकै झन्झजिलो अनुभव थियो। तपाईको अनुभवले नै यसको गम्भीरतालाई प्रष्ट पार्छ। तेस्रो र अन्तिम सुझाव यही हो। सुराको लामो अवधिलाई ध्यानमा राख्दा भिडियोमा स्पष्ट नेभिगेसनको अभावले श्रोताहरूलाई निश्चित खण्डहरू फेला पार्न गाह्रो बनाउँछ। यो त सानो असुविधा मात्रै होइन नि, होइन? होइन, यो श्रोता र सामग्री बीचको सम्बन्धमा एउटा ठूलो बाधा हो। यदि प्रयोगकर्ताले आफूले चाहेको कुरा सजिलै फेला पार्न सक्दैन भने ऊ त्यो सामग्रीमा बारम्बार फर्कने सम्भावना कम हुन्छ। भनेपछि यसलाई श्रोता मैत्री बनाउन के गर्न सकिन्छ त? टाइम स्ट्याम्पको कुरा सुनेको छु, के त्यो पर्याप्त हुन्छ? टाइम स्ट्याम्प र च्याप्टरहरू प्रयोग गरेर भिडियोलाई संरचनात्मक रूपमा विभाजन गर्दा यो धेरै नै उपयोगी हुन्छ। यो धेरै तहमा गर्न सकिन्छ। जस्तै पहिलो र सबैभन्दा आधारभूत तह भनेको भिडियोको विवरणमा टाइम स्ट्याम्पहरू थप्नु हो, कम्तीमा प्रत्येक रुकु खण्डको लागि। उदाहरणका लागि 0.00 आयत 157, 5.15 आयत 8:20 भनेर लेख्दा प्रयोगकर्ताले एक क्लिकमा आफूले चाहेको खण्डमा पुग्न सक्छन्। त्यो त एकदमै सजिलो तरिका भयो। हो, प्रयोगकर्ताको समयलाई सम्मान गर्ने सबैभन्दा सरल तरिका हो यो। अनि युट्युबको च्याप्टर्स फिचर नि, त्यो कसरी फरक छ? त्यो अझ प्रभावकारी हुन्छ। च्याप्टर्स फिचर प्रयोग गर्दा तपाईको भिडियोको प्रोग्रेस बार नै विभिन्न खण्डहरूमा विभाजित हुन्छ। ए, त्यो भिडियो प्ले गर्दा तल देखिने बारमा नि? हो, प्रयोगकर्ताले भिडियोमाथि माउस लैजाँदा नै ती खण्डहरूको शीर्षक देख्न सक्छन्। सुरा अल बकरालाई 3वटा जुजमा विभाजन गर्न सकिन्छ: जुज 1, जुज 2 र जुज 3। त्यो त साँच्चै उपयोगी सुनिन्छ। यसले भिडियोलाई एउटा लामो मोनोलिथबाट एउटा सङ्गठित पुस्तकालय जस्तो बनाउँछ। अझै एक कदम अगाडि बढेर तपाईले आफ्नो श्रोताको आवश्यकतालाई पूर्वानुमान गर्न सक्नुहुन्छ। त्यो कसरी? धेरै खोजिने वा महत्त्वपूर्ण आयतहरूका लागि टाइमस्ट्याम्प सहित एउटा कमेन्ट लेखेर त्यसलाई पिन गर्न सकिन्छ। ए, पिन कमेन्टमा? हो, जस्तै हाम्रा श्रोताहरूका लागि विशेष खण्डहरू: आयत अल कुर्सी, आयत 25-50, समय, उपवास सम्बन्धी आयतहरू, समय। वाह, त्यो गर्नु भनेको त तपाईले आफ्नो श्रोतालाई मैले तपाईको आवश्यकता बुझेको छु र तपाईको लागि सजिलो बनाइदिएको छु भन्नु जस्तै हो नि। ठ्याक्कै। यो सानो कुराले श्रोतासँग एउटा गहिरो सम्बन्ध बनाउँछ। हो, अब सबै कुरा एकै ठाउँमा जोडिँदैछ। सही गतिले श्रोतालाई सिक्न मद्दत गर्छ, स्क्रिनको पाठले उनीहरूलाई पछ्याउन मद्दत गर्छ र नेभिगेसनले उनीहरूलाई मन परेको ठाउँमा फर्कन र अध्ययन गर्न मद्दत गर्छ। हो, यी सबै मिलेर एउटा निष्क्रिय अनुभवलाई एक सक्रिय, अन्तर्क्रियात्मक र व्यक्तिगत आध्यात्मिक यात्रामा बदल्छन्। अझको छलफललाई संक्षेपमा भन्नुपर्दा हामीले 3वटा मुख्य रणनीतिक सुधारहरूमा ध्यान केन्द्रित गर्यौं। पहिलो, विभिन्न श्रोताहरूको आवश्यकतालाई ध्यानमा राख्दै तिलावतको गतिको विविधीकरण गर्ने हो, एक गति सबैका लागि भन्ने दृष्टिकोणबाट माथि उठेर। दोस्रो, अरबी पाठ र अनुवाद जस्ता भिजुअल तत्त्वहरू थपेर सुन्ने अनुभवलाई हेर्ने र पढ्ने अन्तर्क्रियात्मक यात्रामा बदल्ने, जसले गर्दा यो एउटा अडियो फाइल मात्र नरहोस्। र तेस्रो, टाइम स्ट्याम्प र च्याप्टरहरू प्रयोग गरेर एउटा लामो भिडियोलाई सजिलै खोज्न र अध्ययन गर्न मिल्ने सङ्गठित स्रोतमा रूपान्तरण गर्ने। एकदम सही। यी परिवर्तनहरू प्राविधिक मात्र होइनन्, यी श्रोताको अनुभवलाई केन्द्रमा राख्ने सोचका उपज हुन् र यी साना साना सुधारहरूले यो उत्कृष्ट तिलावतलाई अझ धेरै श्रोतासम्म पुग्न र उनीहरूका लागि अझ बढी मूल्यवान बन्न मद्दत गर्न सक्छन्। हो, यसको सम्भावना धेरै ठूलो छ। यदि तपाईले यी सुझावहरू लागू गर्नुभयो भने हामी तपाईको परिमार्जित कामलाई फेरि हेर्न साँच्चै उत्सुक हुनेछौं।